नमस्कार साथीहरू। आज तपाईहरुलाई मैले नेपाल समाचार पत्र दैनिकले विक्रम सम्वत 2082 3 महिना 30 गते प्रकाशित गरेको लोकसेवा आयोगका वस्तुगत प्रश्नहरू लिएर उपस्थित भएको छु। ल अब सुरु गरौँ। 1. नेपालसँग द्विपक्षीय हवाई सम्झौता भएका मुलुक कतिवटा रहेका छन्? 42 वटा। सघन शहरी विकास कार्यक्रम कतिवटा नगरपालिकामा लागू गरिएको छ? 105 वटा। नेपालमा शहर उन्मुख क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या कति प्रतिशत रहेको छ? 40%। नवीकरणीय ऊर्जाको स्रोतबाट विद्युतको पहुँच पुगेको जनसङ्ख्या कति प्रतिशत रहेको छ? 8.5%। मध्य पहाडी लोकमार्गको कुल लम्बाइ कति रहेको छ? 1879 किलोमिटर। राष्ट्रिय याक दिवस कहिले मनाइन्छ? वैशाख 7 गते। दिगो विकास लक्ष्यको उपलब्धि मापन गर्ने उत्पादनशील क्षमता सूचकाङ्क मा नेपालको औसत स्कोर कति रहेको छ? 40.4। अति कम विकसित राष्ट्रको औसत सूचकाङ्क 30.9 छ भने विकासशील राष्ट्रको औसत सूचकाङ्क 46.8 रहेको छ। त्यसैले नेपाल अति कम विकसित र विकासशील राष्ट्रको बीचमा पर्न गयो। साक्षर प्रदेश घोषित प्रदेशहरू कुन कुन हुन्? कोशी, गण्डकी र बागमती। विश्वको कुल भूभागको कति प्रतिशत क्षेत्रफल वन क्षेत्रले ओगटेको छ? 31%। सामुदायिक विद्यालयमा प्रति शिक्षक विद्यार्थी सङ्ख्या कति रहेको छ? 24 जना। राष्ट्रिय कृषि जैविक विविधता दिवस कहिले मनाइन्छ? माघ 1 गते। नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएका मुलुकहरू कतिवटा रहेका छन्? 183। पछिल्लो मुलुक किरिबाटी रहेको छ। राज्यले अवलम्बन गरेको समावेशी नीति अनुरूप रेडियो नेपालमा कतिवटा भाषामा समाचार प्रसारण हुने गरेको छ? 25 वटा भाषामा। 14। क्षयरोग मुक्त नेपाल अभियान कतिवटा स्थानीय तहमा विस्तार भएको छ? 149 वटा। 15। शैक्षिक सत्र 2081 मा कक्षा 8 सम्मको टिकाउ दर कति रहेको छ? 86.5%। तराई मधेस समृद्धि कार्यक्रम कतिवटा स्थानीय तहमा सञ्चालन भएको छ? 278 वटा। अस्ट्रेलियाको पहिलो महिला प्रधानमन्त्री को हुन्? जुलिया गिलार्ड। 18। पद्मश्री साहित्य पुरस्कारको प्रारम्भिक सूचीमा परेका 15 पुस्तक कुन कुन हुन्? शैलेन्द्र अधिकारीको उपन्यास अर्हत, छुदेन काबिमोको आख्यान उर्माल। यो छुदेन काबिमोको आख्यान उर्मालले 2081 को मदन पुरस्कार जितिसकेको छ है साथीहरू। रमेश क्षितिजको कथा सङ्ग्रह एउटी माई नगरमा। रमेश भुसालको गैर-आख्यान छालबाटो। भवानी खतिवडाको नि यात्रा प्रोणाम सगरमाथा। पञ्चम अधिकारीको आख्यान प्रवासीको देश हुन्न। दिनेश अधिकारीको कविता पानीको परेड। श्रेयस सुवेदीको कथा सङ्ग्रह बहुरूपी। टङ्क चौलागाईको उपन्यास रुदाने। सरस्वती प्रतीक्षाको उपन्यास सो। हेम प्रवासको कविता साँझमा सेल्फी।
डा श्रीधर खनालको उपन्यास सारबडी, वसन्त बस्नेतको आख्यान सिमसारा, हेमन्त मिश्रको संस्मरण श्री 5 को सेवामा, तीर्थ गुरुङको उपन्यास हिउँको गीत। साथीहरू, आजलाई यति नै। हजुरहरूलाई म यस्तै सामग्री लिएर आउँदै गर्नेछु। कृपया लाइक, सब्सक्राइब एन्ड सेयर गर्न नबिर्सनुहोला। धन्यवाद।